हेलो एभ्रिवान, दिस इज मी अमेश चौधरी फ्रम चितवन। आज चाहिँ हामी सौरा ड्याममा आएको कि अब यता हाम्रो ड्याम साइड भइहाल्यो होइन। अनि हामी चाहिँ अलिक पछि परियो, मोबाइल छुटेर कि मेरो मिसेसको मोबाइल अलिक छुट्यो होइन। अनि खोइ त हाम्रो टोली यता छ है। नमस्ते नमस्ते। खोइ त मेरो फ्यामिली सब यता हुनुहुन्छ। हेलो 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 गरिदेऊ न। हेलो हेलो हेलो। के छ दिदी? उहाँ चाहिँ मेरो दिदी है। अनि यता ठुलो भान्जी, अनि उता मेरो के पर्नुहुन्छ, अनि यता मेरो भेनाजु भइहाल्यो होइन। अनि उता मेरो चिठो भेनाजु, मेरो प्यारो भेनाजुहरू। अनि यता अब के हेर्नु र, खै राति भइसक्यो है अब। ए यता मेरो हिरो ह्यान्डसम भन्नु न। हि इज माई सन। ए यता भान्जा छोड्नु भएको रहेछ नि, पारा गरिदिनु नि त एकचोटि। अनि मेरो भान्जी पनि यता। हामी चाहिँ सबैजना फोटो खिचिरहेको छ। मैले यहाँ बुढाबुढी पनि खिचेँ, यहाँ पनि खिचेँ। क्यामेराम्यान चाहिँ म हो है गाइस। यहाँ सक्दैहरू मोबाइल पनि, भ्लगरको मोबाइल पनि मेरो हातमा छ। क्यामेराम्यान चाहिँ मै हो है। सुटर यहाँ हुनुहुन्छ होइन। अनि यहाँ फोटो खिच्न तयारी। यहाँ दुईजना लाइट बाल्ने मान्छे चाहिँ यता हुनुहुन्छ होइन। अनि हामी चाहिँ अघि नै फोटो खिचिसक्यो कि त्यहाँ सौरा लेखेको ठाउँमा खिचिसक्यो होइन। अनि यता चाहिँ यो ढुङ्गाको मूर्ति छ। अनि यता चाहिँ जङ्गल पप भइसक्यो। यो चाहिँ पहिला हामी यहाँ आउँथ्यौँ कि, जङ्गल पप रेस्टुरेन्ट लेखेको छ होला हो त्यहाँ। मेरो भाइ बस्थ्यो यहाँ। मेरो भाइ बस्दाखेरि यहाँ चाहिँ हामी धेरै आउँथ्यो क्या। मिस्टर सुदीप चौधरी। सुदीप चौधरी, म धेरै मिस गरिरहेको छु। तिम्रो होटल यही छ हेर। हो त नि। बाबुलाई चाहिँ मोज छ क्या है। बाबु चाहिँ बाबालाई मोज गरेर चाहिँ सौराको हामी चाहिँ अब यहाँ हल्का पेट पूजा गर्न लागेको अवस्था। गाइस खाउनु भएर हामी चाहिँ यता भित्र आएको है। हाम्रो फ्यामिली चाहिँ एकदम धेरै भएर अलिक गाह्रो भएको छ। कसको बर्थडे हो र? ए यहाँ पार्टी खुवाउनुको डरले आफ्नो बर्थडे पनि जबरजस्ती बिर्सिने अवस्था आएको छ होइन। चल्यो बल्ल चिसो चिसो हावा चल्यो। एसीको मजाले गरे। यता सब यसलाई चकचक गराउनु। चकचके हाम्रो चकचके छोरो। अब चाहिँ हाम्रो मोमो आइसक्यो, स्टिम मोमो। सो मेरो फर्स्ट बाइट मोमो। के मागेको? चाहिँ बिल पे गर्न गएको। हामी चाहिँ पेट गऱ्यो यहाँ टन्न। कसके? सो हामी चाहिँ अहिले थारू कल्चरमा आइसक्यो है। अब त्यहाँ हामी थारू कल्चर अब त्यहाँ जानु पर्यो, रमाइलो गर्नु पर्यो। सो के छ सौरा थारू भिलेज, हमार थारू गाउँ। ल हामी चाहिँ भित्र इन्ट्री गर्न लाग्यौँ है। यो भनेको चाहिँ हाम्रो थारू पहिलाको पहिरन, पहिलाको हो यो है। फाइनली हामी आयौँ।
कल्चरमा आइपुग्यो। अब त्यहाँ के कतिको रमाइलो हुन्छ हेर्दै जाउँ। लेट्स सी। यो चाहिँ हाम्रो थारूको पहिरन हो है। अनि यो चाहिँ हाम्रो यसरी नै गर्थ्यौँ। अनि यो चाहिँ हामी यसरी नै माछा मार्छौँ है थारूहरूको कल्चरबाट चाहिँ। सकिएछ गाइस, ब्याड न्युज। हामी चाहिँ धेरै नै लेट भयो क्या, हामीले नाच्न पाएन है। हामी यहाँ सब रमाइलो गर्न पाउँछ कि यो ग्राउन्ड छ नि, यो ग्राउन्डमा सब नाच्न पाउँछ। अनि ऊ त्यहाँ खायो बस्यो पियो रमाइलो गर्दै मजाको रमाइलो गर्न पाइन्छ। हामीलाई खबर नगरिकन नाचिसक्नु भयो कि सबैजना नाचेर निस्किनु भइसक्यो। जाउँ न दिदी। हामी चाहिँ अहिले हाम्रो मेन स्टेसनमा आइसक्यो है। हाम्रो अङ्कलको भिडियोमा लाइक कमेन्ट एन्ड सब्स्क्राइब गर्न नभुल्नु होला। गाइजहरु त्यहाँ हेर्नु न, उ त्यहाँ सानो हरिण के छुटका हरिण खै कतिको रमाइलो भयो त थारू कल्चरमा। रमाइलो के भयो भने है हामी चाहिँ थारू कल्चरमा एकदम रमाइलो गर्छौँ अनि डान्स पनि गर्छौँ भनेको। अनि त्यहाँ थारू कल्चर पुरै टाइम सकिसकेको रहेछ, टाइम अफ भएको रहेछ। बेकार गाडी जस्तो भयो लाग्छ है। सो केही छैन। खोइ टुकेको टुका त अघि घटी टुक न। आज चाहिँ चिल पारामा होइन। अब यस्तै भयो होइन। अब कहाँ जाने भएन, घर जाने होला नि त। निन्द्रा लागिसक्यो। कता लानुहुन्छ ल चेस गर्नु तँलाई। बिरयानी खाउँ न त। बिरयानी हामीले चाहिँ टन्न खायो क्या, त्यहाँ एक नाङ्लो खाएर नि यहाँ एक डोको नै भइसक्यो। टन्नै खायो, हामी फ्यामिली पनि धेरै छौँ नि त, त्यही भएर टन्नै खायो। सो आज नाइट पनि रमाइलो भयो। अनि आज चाहिँ स्पेसल डे रहेछ है, उहाँको मेरो पेनाजुको बर्थडे रहेछ आज। मलाई चाहिँ पछि थाहा भएको। सो बर्थडे विसको लागि हामी अब वेटिङ। हजुर छुट्टिँदै हुनुहुन्छ नि त, जम्मा फ्यु डे मात्रै त सरी कति 2 दिन त होला नि हामीसँग बस्नु। अलि 2 डे हो र। 2 दिन त एक गते त म बिहानै
म त गाइजहरू सरप्राइज माथि पनि सक भइरहेको छु किनकि मलाई थाहा थिएन नि त अब एउटा भेनाजुको बर्थडे एउटा भेनाजुको अब जम्मा 2 दिन बाँकी रहेछ लाउरे हो त मेरो भेनाजु यता टोपी लाउने भेनाजु लाउरे हुनुहुन्छ अनि उहाँको मिसेस चाहिँ उता मेरो दिदी जेठी दिदी अनि अर्को भेनाजुको उहाँ अर्कोपट्टि चाहिँ उता बाबुलाई चाहिँ एकदम निन्द्रा लगाइसक्यो आजको भिडियो चाहिँ यति नै मन पऱ्यो लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गराउन नबिर्सिनु होला है।